दर्शकवृन्द हार्दिक स्वागत गर्न चाहन्छु उपहार 21 डेज अफ फास्टिङ एन्ड प्रेयरको आज तेस्रो दिनमा। हजुर, हामी विशेष गरेर उपहार टिम सँगसँगै किङडम भोइस एफएम का टिमहरू मिलेर हामी उपवास प्रार्थना गरिराखेका छौँ र तपाईलाई थाहा छ हाम्रो शरीर चाहिँ उपवास बस्नको लागि बनाइएको छ। येशूको समयमा उपवासको विषयमा मानिसहरू 3 भागमा विभाजित भएका थिए। यौनको शिक्षा अनुसार मानिसहरू चाहिँ यौनका चेलाहरू चाहिँ उपवास बस्दथे अनि फरिसीको शिक्षा अनुसार उपवास बस्दथे। येशूको शिक्षा अनुसार चाहिँ उपवास बस्दैनथे। यौनका चेलाहरू चाहिँ कसरी उपवास बस्दथे भन्दा चाहिँ यो कुरा चाहिँ तपाईले जकरिया 7 अध्याय पढ्नुभयो भने जकरिया 7 अध्यायमा चाहिँ 5औं महिना अनि 7औं महिनाको उपवासको बारेमा बताइएको छ। अनि यौनका चेलाहरू चाहिँ 7औं महिना अनि 5औं महिनामा चाहिँ उपवास बस्दथे। किन भन्दाखेरि मूसा चाहिँ दोस्रो चोटि शिलापाटी, त्यो 10 आज्ञाका शिलापाटी लिन चाहिँ सिनै पर्वतमा जानु भएको थियो। अनि त्यहाँ चाहिँ उहाँ परमेश्वरको शक्ति अनुसार 40 दिन अनि 40 रात चाहिँ केही नखाइकन उहाँ उपवास बस्नुभयो। अनि मूसा 40 दिन उपवास बस्नुभयो अनि हामीहरू पनि उपवास 40 दिन बस्नुपर्छ भनेर यौनका चेलाहरू चाहिँ त्यसरी उपवास बस्दथे। मूसाले चाहिँ परमेश्वरको शक्ति अनुसार उपवास बस्नुभयो, तर यौनका चेलाहरू चाहिँ फलफूल खाएको शक्ति अनुसार चाहिँ उनीहरू उपवास बस्दथे। उनीहरू चाहिँ फलफूल खाएर चाहिँ टन्न फलफूल खाएर चाहिँ उपवास बस्दथे। तर फरिसीहरूका चेलाहरू चाहिँ फरिसीहरूले यो दिन उपवास बस, त्यो दिन उपवास बस भनेर उनीहरूले चाहिँ शिक्षा दिन्थे, त्यस अनुसार चाहिँ उपवास बस्दथे। यो चाहिँ मूसाको व्यवस्थामा लेखिएको थिएन। यस कारणले गर्दाखेरि प्रभु येशूले चाहिँ मूसाको व्यवस्थामा नलेखिएका आज्ञाहरूलाई चाहिँ परम्परा, मानिसका नियम, मानिसका विधिहरू भन्नुभयो। ती मानिसका नियम, मानिसका विधिहरू चाहिँ फरिसीहरूले मूसाको व्यवस्थामा थपेका थिए। ती थपेका आज्ञाहरूले चाहिँ प्रभु येशूले मानिसका नियमहरू, मानिसका विधिहरू, मानिसका परम्पराहरू भनेर भन्नुभयो। तर मूसाका व्यवस्थामा लेखिएका आज्ञाहरूले चाहिँ परमेश्वरका आज्ञाहरू भनेर तपाईले मर्कुस 7 अध्यायमा पढ्नुभयो भने त्यहाँ पाउनुहुन्छ। मानिसका परम्पराहरूले, मानिसका नियमहरूले, मानिसका विधिहरूले चाहिँ परमेश्वरको आज्ञालाई भङ्ग गर्दछ भनेर तपाईले मत्ती 15 को 3 पदमा पाउनुहुन्छ। अनि येशू पनि 40 दिन उपवास बस्नुभयो उजाड स्थानमा चाहिँ। मत्ती 4 अध्याय तपाईले पढ्नुभयो भने येशू चाहिँ 40 दिन उपवास बस्नुभयो। उहाँले खाना पनि खानु भएन, पानी पनि पिउनु भएन भनेर त्यहाँ लेखिएको छ। अनि अहिलेका विश्वासीहरूले पनि येशू 40 दिन उपवास बस्नुभयो, हामीहरू पनि 40 दिन उपवास बस्नुपर्छ भनेर उनीहरू चाहिँ उपवास बस्दछन्। येशूलाई विश्वास गर्ने केही मानिसहरू चाहिँ त्यसरी उपवास बस्नुहुन्छ। येशू चाहिँ किन 40 दिन उपवास बस्नुभयो भन्दाखेरि स्वर्गमा भएको परमेश्वरको राज्य चाहिँ पृथ्वीमा ल्याउनको निम्ति उहाँ चाहिँ 40 दिन अनि 40 रात उपवास बस्नुभयो। उहाँ चाहिँ परमेश्वरको शक्ति अनुसार केही नखाइकन उपवास बस्नुभयो। तर अहिलेका येशूका चेलाहरू चाहिँ परमेश्वरको शक्ति अनुसार उपवास बस्दैनन्। येशूलाई विश्वास गर्ने मानिसहरू चाहिँ परमेश्वरको शक्ति अनुसार चाहिँ उपवास बस्दैनन्। उनीहरू चाहिँ फलफूल खाएको शक्ति अनुसार चाहिँ उपवास बस्दछन्। येशूका चेलाहरू चाहिँ किन उपवास बस्दैनथे भन्दाखेरि प्रभु येशूले चाहिँ शिक्षा दिइसक्नु भएको थियो। तपाईले जकरिया 7 अध्याय नि यशाया 58 अध्याय तपाईले पढ्नुभयो भने त्यहाँ चाहिँ मैले रोजेको उपवास एक दिन भोको बस्ने हो र भनेर त्यहाँ लेखेको कुरा भेटाउनुहुन्छ। परमेश्वरले रोज्नु भएको उपवास चाहिँ गरिबहरूलाई दिनु, भोकोलाई भोजन दिनु, नाङ्गोलाई चाहिँ वस्त्र पहिराइदिनु चाहिँ परमेश्वरले रोज्नु भएको उपवास हो भन्ने कुरा त्यहाँ लेखिएको छ। अनि येशूले चाहिँ परमेश्वरले रोज्नु भएको उपवास चाहिँ यो एक दिन भोको बस्ने, मानिसलाई देखाउनको निम्ति भोको बसेर गर्ने कार्य होइन। परमेश्वरले रोजेको उपवास चाहिँ भोकाहरूलाई दिने, नाङ्गाहरूलाई दिने भनेर उहाँले बताउनु भयो। तपाईले चाहिँ येशूको शिक्षा मत्ती 25 अध्याय हेर्नुभयो भने मत्ती 25 अध्यायको 31 देखि 40 पदसम्म तपाईले पढ्नुभयो भने त्यहाँ चाहिँ भोकाहरूलाई दिएको कुराहरू, नाङ्गाहरूलाई दिएको कुराहरू, गरिबहरूलाई दिएको कुराहरू चाहिँ त्यहाँ भेट्नुहुन्छ। त्यो चाहिँ परमेश्वरले रोज्नु भएको साँचो उपवास हो। अब तपाईले चाहिँ मत्ती 9 अध्याय पढ्नुभयो भने 9 अध्यायको 14 पददेखि 17 पद पढ्नुभयो भने त्यहाँ चाहिँ उपवासको बारेमा चाहिँ मानिसहरू 3 भागमा विभाजित भएको कुरा त्यहाँ पाउँछौँ।
मत्ती 9 अध्यायको 14 पदमा यसरी लेखिएको छ, तब यूहन्नाका चेलाहरू उहाँ कहाँ आएर उहाँलाई सोधे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौँ तर तपाईँका चेलाहरू उपवास बस्दैनन् भनेर यहाँ लेखिएको छ 14 पदमा। अनि यहाँ चाहिँ यूहन्नाका चेलाहरू फरिसीका चेलाहरू चाहिँ उपवास बस्दथे भनेर यहाँ लेखिएको छ, तर येशूका चेलाहरू चाहिँ उपवास बस्दैनथे भनेर यहाँ लेखिएको छ। किन भन्दाखेरि येशूका चेलाहरू चाहिँ राम्रो शिक्षा पाएका थिए। परमेश्वरले रोजेको उपवास चाहिँ भोको बस्नु होइन, अरूलाई चाहिँ भोकाहरूलाई चाहिँ दिनु चाहिँ उपवास हो भनेर उनीहरूले बुझेको कारणले गर्दाखेरि उनीहरू चाहिँ उपवास बस्दैनथे। तर कहिले उपवास बस्ने भन्ने बारेमा चाहिँ येशूले 15 पदमा बताउनु भयो। यहाँ 15 पदमा यसरी लेखिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, जबसम्म दुल्हा जन्तीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र, तर ती दिन आउनेछन् जब दुल्हा तिनीबाट लगिनेछन् तब तिनीहरू उपवास बस्नेछन् भनेर यहाँ लेखिएको छ। दुल्हा भन्नाले चाहिँ येशूलाई बुझ्न सकिन्छ। यहाँ चाहिँ दुल्हा अनि जन्तीको दृष्टान्त दिँदै येशूले चाहिँ के बुझाउन खोज्दै हुनुहुन्छ भन्दाखेरि येशू चाहिँ चेलाहरूसँग हुँदाखेरि चेलाहरू चाहिँ उपवास बस्नु पर्दैन, तर चेलाहरूदेखि अलग गरिएको दिनमा चाहिँ उपवास बस्नुपर्छ भनेर यहाँ बताउँदै हुनुहुन्छ। यहाँ चाहिँ अन्तिम उसमा चाहिँ शब्दमा चाहिँ के लेखेको छ भने, तर ती दिन आउने छन् जब दुल्हा तिनीहरूबाट लगिनेछन् तब तिनीहरू उपवास बस्नेछन् भनेर यहाँ लेखेको छ। कुन दिन हो त येशू चाहिँ चेलाहरूदेखि अलग गरिएको दिन चाहिँ कुन दिन हो? त्यो दिन चाहिँ उपवास बस्नुपर्ने भनेर यहाँ येशूले बताउँदै हुनुहुन्छ। येशू चाहिँ कुन दिन चेलाहरूदेखि अलग गरिनु भयो भन्दाखेरि तपाईँले मत्ती 26 अध्याय पढ्नुभयो भने यहुदीहरूको निस्तार चाड, यहुदीहरूको क्यालेन्डर अनुसार पहिलो महिनाको निशान महिनाको 14 दिनको साँझमा चाहिँ निस्तार चाड थियो। निस्तार चाडको भोज खाँदा खाँदै मत्ती 26 अध्यायको 26 पद तपाईँले पढ्नुभयो भने येशूले चाहिँ पहिले निस्तार चाडको भोज खानुभयो अनि भोज खाँदा खाँदै रोटी लिनुभयो र रोटी भाँचेर यो मेरो शरीर हो भन्दै उहाँले चेलाहरूलाई प्रभु भोज दिनुभयो। अनि प्रभु भोज दिइसकेपछि उहाँ चाहिँ गेतसमनीको बगैँचामा जानुभयो। बगैँचामा चाहिँ 3 चोटि प्रार्थना गर्नुभयो अनि 3 चोटि प्रार्थना गरिसकेपछि मुख्य पुजारी र पुजारीहरूले चाहिँ येशूलाई पक्रेर लगे। हो त्यो रात चाहिँ, हो त्यो दिन चाहिँ येशू चाहिँ चेलाहरूदेखि अलग गरिनु भएको थियो। हो त्यो दिनमा चाहिँ उपवास बस्नुपर्छ भन्ने शिक्षा चाहिँ येशूले दिनुभएको हो। तपाईँले 16 पद पढ्नुभयो भने कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन् बढी फाट्छ भनेर यहाँ लेखेको कुरा तपाईँले भेट्न सक्नुहुन्छ। अब यहाँ पुरानो कपडा र नयाँ टालोको दृष्टान्त दिँदै यहाँ के बुझाउन खोज्दै हुनुहुन्छ भन्दाखेरि पुरानो करारको आज्ञा चाहिँ नयाँ करारमा ल्याइँदैन भनेर उहाँले चाहिँ भन्दै हुनुहुन्छ। हामीले चाहिँ यसरी बुझ्नुपर्छ। 17 पदमा चाहिँ कसैले पुरानो छालाको मशकमा नयाँ दाखमत राख्दैन, नत्र त मशक फुट्छ र दाखमत पोखिन्छ र मशक नष्ट हुन्छ भनेर यहाँ लेखेको हामीले भेट्छौँ। यहाँ चाहिँ पुरानो छाला अनि नयाँ दाखमतको दृष्टान्त दिँदै यहाँ के बुझाउँदै हुनुहुन्छ भन्दाखेरि पुरानो करारको आज्ञाहरू चाहिँ नयाँ करारको शिक्षामा चाहिँ ल्याइँदैन भन्ने कुरा चाहिँ प्रभु येशूले बुझाउँदै हुनुहुन्छ। हामीले चाहिँ यसरी बुझ्नुपर्छ। अनि यहाँ चाहिँ तर नयाँ दाखमत नयाँ छालाको मशकमा राखिन्छ भनेर लेखिएको छ। यो भनेको चाहिँ के हो भन्दाखेरि नयाँ करारमा चाहिँ नयाँ आज्ञा हुन्छ, नयाँ करारमा चाहिँ नयाँ आज्ञा राखिनुपर्छ भनेर येशूले बताउँदै हुनुहुन्छ। त्यो नयाँ आज्ञा चाहिँ के थियो भन्दाखेरि त्यो चाहिँ फरिसीहरूको आज्ञादेखि अलग थियो र मूसाको आज्ञादेखि पनि अलग थियो। त्यो चाहिँ के थियो भन्दाखेरि जब चाहिँ येशू चेलाहरूदेखि अलग गरिनुहुन्छ त्यो दिन चाहिँ तिमीहरू उपवास बस्नु भनेर येशूको आज्ञा चाहिँ त्यो थियो। अनि हामीले चाहिँ कसको निम्ति उपवास बस्ने? हामीले चाहिँ येशूको निम्ति उपवास बस्नुपर्ने कुन दिन भन्दाखेरि यहुदीहरूको निस्तार चाडको साँझमा चाहिँ साँझ अनि दिउँसो चाहिँ हामीले उपवास बस्नुपर्छ भनेर यो मत्ती 9 को 14 पददेखि 17 पदसम्मको वचनद्वारा चाहिँ हामीले बुझ्न सक्छौँ। अब यहुदीको क्यालेन्डर अनुसार चाहिँ पहिलो महिनाको 14 दिनको साँझमा चाहिँ येशू चेलाहरूदेखि अलग गरिनु भएको हो। अहिले यो 2026मा चाहिँ यहुदीहरूको निस्तार चाड कहिले छ भन्दाखेरि अप्रिल 1 गते चाहिँ यहुदीहरूको निस्तार चाड हुन्छ। हो त यो अप्रिल 1 गतेको
दिउँसो अनि राति चाहिँ हामीले उपवास बस्नुपर्ने अनि प्रभु भोज गर्नुपर्ने भन्ने शिक्षा चाहिँ प्रभु येशूले बताउनु भएको छ यहाँ। अनि त्यो दिन चाहिँ येशू चेलाहरूदेखि अलग गरिनु भएको हो, त्यही दिन चाहिँ हामीहरूले उपवास बस्नुपर्छ। तर पास्टरहरूले यो दिन बस्नुपर्छ त्यो दिन बस्नुपर्छ उहाँले भन्दै हुनुहुन्छ भने यो चाहिँ परम्परा हो, यो चाहिँ पास्टरहरूले बनाएको विधि हो, नियम हो। अनि तपाईँ चाहिँ कुन उपवासमा हुनुहुन्छ त? तपाईँ मोसाको शिक्षा अनुसार उपवास बस्नु हुँदैछ कि पास्टरहरूले यो दिनमा बस त्यो दिनमा बस भन्ने शिक्षा अनुसार उपवास बस्दै हुनुहुन्छ कि त येशूले जब चेलाहरूदेखि म अलग गरिनेछु त्यो दिन चाहिँ उपवास बस्नुपर्छ भनेर भन्नुभएको शिक्षा अनुसार गर्दै हुनुहुन्छ? तपाईँ आफैलाई जाँच सक्नुहुन्छ। तपाईँले चाहिँ मुसाको व्यवस्था अनुसार तपाईँले उपवास बस्दै गर्नु भएको छ भने तपाईँ चाहिँ श्रापित हुनुहुन्छ। किनभने मुसाको व्यवस्थामा भर पर्ने, मुसाको व्यवस्थाको काममा भर पर्ने मान्छे श्रापित हुन्छ भनेर गलाती 3:10 पदमा लेखिएको छ। किन भन्दाखेरि व्यवस्थालाई चाहिँ अन्त गर्ने को हो भन्दाखेरि येशू हुनुहुन्छ। व्यवस्थालाई चाहिँ अन्त गरिसक्नु भयो भन्ने कुरा चाहिँ तपाईँले रोमी 10:4 पदमा तपाईँले पाउनुहुन्छ। अनि पास्टरहरूको शिक्षा अनुसार यो दिन उपवास बस्छ, त्यो दिन कसैले 7 दिने, कसैले 10 दिने, कसैले 20 दिने, कसैले 21 दिने, कसैले 30 दिने, कसैले 40 दिने उपवास बस्दै हुन्छ। त्यो चाहिँ फलफुल खाएको शक्ति अनुसार उपवास बस्दै गर्नुहुन्छ भने त्यो चाहिँ मानिसहरूलाई देखाउनको निम्ति तपाईँले उपवास बस्नु भएको। परमेश्वरको शक्ति अनुसार चाहिँ तपाईँले उपवास बस्नु भएको होइन। किनकि परमेश्वरको शक्ति अनुसार चाहिँ एलिया पनि 40 दिन 40 रात उपवास बस्नुभयो र मोसा पनि 40 दिन 40 रात परमेश्वरको शक्तिद्वारा उपवास बस्नुभयो। येशू पनि परमेश्वरको शक्तिद्वारा 40 रात 40 दिन चाहिँ उपवास बस्नुभयो। उहाँले पानी पनि पिउनु भएन र खाना पनि खानु भएन। तपाईँ चाहिँ फलफुल टन्न खाएर उपवास बस्दै हुनुहुन्छ भने त्यो चाहिँ मानिसहरूलाई देखाउनको निम्ति तपाईँले उपवास बस्नु भएको हो। परमेश्वरलाई देखाउनको निम्ति चाहिँ कसरी उपवास बसिन्छ भन्दाखेरि तपाईँले यशाया 58 अनुसार अनि जकरिया 7 अध्याय अनुसार चाहिँ तपाईँले उपवास बस्नुभयो भने गरिबहरूलाई दिएर र भोकालाई भोजन दिएर नाङ्गोलाई चाहिँ वस्त्र पहिराइदिएर तपाईँ त्यसरी उपवास बस्नु भएको छ भने त्यो चाहिँ परमेश्वरले रोज्नु भएको उपवास हो। तर येशूको निम्ति उपवास बस्ने समय चाहिँ येशूको चेलाहरूदेखि येशू अलग गरिएको दिनमा अनि रातमा चाहिँ उपवास बस्नु पर्ने हो।